दाई नमस्ते। नमस्कार। दाईको शुभ नाम नाम सन्तोष मुखिया हो। अनि दाईको ठेगाना मेरो वृन्दावन नगरपालिका रौतहट। अनि दाई प्रभु हस्पिटलमा के गर्न आउनुभएको थियो? यहाँ मम्मीको पाठेघरको अपरेसनको लागि आएको थिएँ। पहिला म मम्मीलाई वीरगञ्ज चेकअपको लागि सधैँ अब हाइपरटेन्सनको केस हुन्छ कि हाइपरटेन्सन र कोलेस्ट्रोल बढेको, त्यस पछाडि त्यो थाइरोइडको कि औषधिहरू खाइराख्नु भएको छ र दिन प्रत्येक महिना पछि होइन चेकअपको लागि आउँथेँ वीरगञ्ज र त्यहाँ फिजिसियनसँग यसो सरसल्लाह गर्दाखेरि फिजिसियनले नै भन्नुभयो कि गाइनेको अब केस छ होइन, गाइनेकोलोजिस्टसँग गएर देखाउनु भनेर राम्रो हुन्छ। त्यो स्त्री सम्बन्धी नै समस्या थियो अनि फिजिसियनले चाहिँ अब गाइनेकोमा रेफर गर्नुभयो। अनि रेफर गर्दा म यहीँ पर्गो हस्पिटलमा आएँ। पहिला पनि म अलिअलि नाम सुनेको थियो डाक्टर लक्ष्मी थापा भनेर। अनि यहाँ आएँ र आएपछि म्यामसँग ओपिडीमा देखाएपछि अब यस्तो यस्तो समस्या छ, तपाईँको मम्मीको हिस्टेक्टोमी गर्नुपर्छ भनेर म्यामले भन्नुभयो। अनि सरसल्लाह दिनुभयो। हिस्टेक्टोमी गर्दाखेरि दुई किसिमले चाहिँ हुँदो रहेछ, एउटा ओपन सर्जरी हुन्छ, अर्को ल्याप्रोस्कोपी अर्थात् दूरबीन विधिबाट चाहिँ अपरेसन चाहिँ हुँदो रहेछ भनेर सल्लाह दिनुभयो। अब ल्याप्रोस्कोपीबाट गर्दाखेरि अलिक सजिलो पनि हुन्छ, सहज पनि हुन्छ होइन। अब 3वटा मात्रै सानो सानो पल पारेर पाठेघरलाई निकाल्ने काम गरिन्छ। ओपनमा त अब अलिकति धेरै चिर्नुपर्छ, पेट खोलेर निकाल्नुपर्छ क्या, त्यो सिएस गरे जतिकै भयो ओपन। सहज चाहिँ अब मलाई चाहिँ ल्याप्रोस्कोपी नै लाग्यो, सजिलो पनि। अब कम्प्लिकेटेड केसहरू पनि छन् त, मम्मीको जस्तै हाइपरटेन्सन भयो होइन, थाइरोइडहरूको समस्या छ, कोलेस्ट्रोल बढेको छ भनेर अब कम्प्लिकेसन भएको केसमा चाहिँ ल्याप्रोस्कोपीबाट सजिलो हुन्छ, छिटो घाउ निकाल्छ, पाक्ने अब घाउ पाक्ने सम्भावना पनि कम हुन्छ। त्यही भएर ल्याप्रोस्कोपीमा म गएँ। यहाँको डक्टर टिमहरू चाहिँ राम्रो हुनुहुन्छ कि अब अपरेसन राम्रैसँग सफलतापूर्वक चाहिँ गयो, केही त्यस्तो अब समस्या आएन। 2 घन्टा पछि होसमा त हुनुहुन्थ्यो होइन, जस्तै अपरेसन गरिसके पछाडि अब एकछिन अब हुन्छ नि त बेहोस जस्तै हुन्छ। अब एकछिन पछि होस आएपछि अब सबैले चिन्नु गयो मम्मीले होइन, राम्रो दियोस्। अहिले चाहिँ राम्रो हुन्छ। 1 दिनमै ल्याप्रोस्कोपी मेथडबाट अपरेसन गर्दाखेरि 1 दिनमै राम्रो हुनुभयो। अब जसलाई थाहा छैन उहाँहरूको लागि के भन्न चाहनुहुन्छ? म के भन्न चाहन्छु भने अब अरूहरूलाई अब ल्याप्रोस्कोपीबाट चाहिँ गराउनु भयो भने राम्रो हुन्छ, ल्याप्रोस्कोपीबाट नै गराउनु भनेर सल्लाह दिन्छु। हस् त, धन्यवाद। धन्यवाद, हुन्छ।